साथीहरू भगेरा घरमा आएर बसेको राम्रो मान्छ। सो हाम्रो घरमा चाहिँ यति धेरै भगेराले बच्चा बनाएको रहेछ। माथि नाङ्लो राखेको थियो, त्यहाँनिर चाहिँ भगेराले गुड बनाएर चाहिँ यति धेरै बच्चा निकालेको रहेछ। हामीले नि थाहा थिएन, अनि कराको कराई गरेर के रहेछ भनेर हेरेको त यति धेरै भगेराको बच्चा रहेछ। सो हेलो एभ्रिवान, नमस्ते, वेलकम छ मेरो डे 3 मिनी ब्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ र म पनि एकदम धेरै सन्चै छु। सो साथीहरू घेरौलाको सिजन पनि आयो, अनि हाम्रो घरमा चाहिँ यति धेरै घेरौला फलेको छ कि, अनि हामी आमा छोरी मिलेर चाहिँ टिप्न सुरु गऱ्यौँ। अब चाहिँ घेरौला खाँदा खाँदा उम्चाउनै हाल्छ क्या साथीहरू। मेरो चाहिँ अहिलेसम्म चाहिँ मासु बाहेक अरू फेभरेट तरकारी नै छैन, किनभने एक दुई छाक खाने बित्तिकै कस्तो खानै मन लाउँदैन क्या। अनि साथीहरू पछाडि कुखुराको आवाजलाई चाहिँ माइन्ड नगर्नु होला, किनभने भिडियो अगाडि नै बनाउँछु नि त, अनि भोइस चाहिँ पछि गर्नुपर्छ। कुखुरा कराएर चाहिँ हैरानै बनाउँछ क्या, अहिले पनि फेरि करायो। सो साथीहरू मैले चाहिँ पालो गरेर 2-3टा झ्याङ छ, अनि त्यहाँनिर चाहिँ घेरौला धेरै नै फलिरहेको थियो। अनि मलाई चाहिँ हरियो घेरौला चाहिँ मनपर्छ, अनि सेतो चाहिँ मन पर्दैन क्या, अलिक ठस्सै गना जस्तो लाग्छ। अनि मैले चाहिँ छोरी लिएर टिपेको, टिप्नै नसक्ने कि, अलिक कस्तो गाह्रो हुने कि त्यो भाँच्नलाई। सो अनि मैले चाहिँ छोरीलाई तल राखेर घेरौला टिपेँ, अनि यति धेरै बनाएँ क्या मैले। सो मैले सबै पकाउँछु भनेर सोचेको थिएँ, अनि फेरि अनि घेरौला मात्रै मिठो हुँदैन नि त, अनि मैले चाहिँ अनि थोरै मासु लिएर आएर पकाउँछु भनेर सोचेँ। अनि सो मैले चाहिँ अनि यो तास्न लाग्यो, कस्तो गाह्रो भएको कि, यो तास्ने कुरा त्यस्तै हो कि घेरौला त्यस्तै हो। सो मैले चाहिँ घेरौला र मासु हालेर पकाएँ, यस्तो राम्रो लागेको थियो कि। सो यति दिनसम्म भिडियो हेरेर बस्नुभएकोमा थ्याङ्क यू सो मच। फलो गर्न चाहिँ नबिर्सिनु होला। बाई बाई।